रूपमा हुँदाखेरि नै चाहिन्छ कि आत्मामा भनेको यो वचन छ परमेश्वरको वचन हामी पढ्ने हो पढ्ने भनेको खाने हो पढ्ने अथवा यसको विषयमा सुन्ने भजन गाउने यस्तो कीर्तन गर्ने यो भनेको आत्मिक कुरा भयो है अनि हाम्रो शरीरमा लाउनको लागि लुगा चाहियो हाम्रो शरीरमा खानको लागि भोजन चाहियो हाम्रा हरेक कुराहरू परिवर्तन गराउन हाम्रो अवस्थाहरू हाम्रो बालबच्चाहरू होइन हाम्रा श्रीमती बालबच्चाहरूको लागि होइन हाम्रो अब हरेक कुराहरू परिवार फ्यामिलीको लागि पनि अवस्था चाहियो नि हो त्यसको लागि चाहिँ हामीले गर्नै हुँदैन आत्मिक कुरा मात्रै ध्यान दिनुपर्छ भनेर हुँदैन भौतिक कुरा पनि चाहिन्छ होइन र यसमा चाहिँ गोठालोले चाहिँ कस्तो हुनुपर्छ भने गोठालोले चाहिँ अब जुन ठाउँमा जुन गोठालाहरू छन् ती गोठालाहरूले चाहिँ आफ्नो भेडाहरूलाई चाहिँ उनीहरूको ठाउँमा भएका भेडाहरूलाई चाहिँ अस्ता जस्ता गर्नुपर्ने हुन्छ अर्को भनेको अनि अरू भेडाहरू आएको छन् भने उनीहरूलाई अस्ता जस्तो गर्नुपर्ने हुन्छ र कुनै ठाउँको कुनै देशको अब कुनै तपाईँको जिल्लाको भनेर तोकेर त्यो अप्ठ्यारो पार्ने त्यस्तो गर्नु हुँदैन त्यसो गऱ्यो भने भएका पनि जान्छन् आउँदैनन् त्यस्तो हुन्छ अनि गोठालोलाई यो खुवाउ त भनेको छ प्रभुकै वचन खुवाउ भने हो है दुइटै कुरा खुवाउ भन्नुभएको छ है प्रभुले भौतिक पनि भन्नुभएको छ हेरचाह गर भौतिक पनि छ आत्मिक पनि छ कि जस्तो तपाईँ र मैले चाहिँ अब कुनै एउटा बनायौँ एकछिनको लागि होइन अब आफै भन्नुहोस् न तपाईँ र म चाहिँ अब मिलेर एउटा भवन मात्र बनायौँ अब हामी चाहिँ परमेश्वरको आराधना गर्ने ठाउँ बनाऊ है भन्यौँ तपाईँ र मलाई मिहिनेत त चाहियो हामी मिहिनेत गर्न सुसमाचार गर्न हिँड्छौँ किन हिँड्छौँ त केही पाउनको लागि आश छैन यो जस्तो एउटा मार्केट गर्दाखेरि हामी एउटा केही चिज लिएर हिँड्छौँ चियापत्ती ल्याउँ अथवा टुथब्रस ल्याउँ अथवा केही लिएर हिँड्छौँ त्यो हामीले के गर्नलाई हिँड्यौँ त कम्पनीको प्रोडक्टलाई चाहिँ हामीले बजारमा बेचेर विज्ञापन गर्नलाई फाइदालाई मात्र होइन हामीले एउटा प्रोडक्ट लिएर बजारमा हिँड्छौँ हेर्नुहोस् है किरानामा हिँड्छौँ हरेक होटलमा हिँड्छौँ होइन त्यो प्रोडक्टको चाहिँ के हुन्छ एउटा प्रचार हुन्छ लिन्छ एउटा दुइटा प्रोडक्ट हुन्छ जस्तो देखिन्छ त्यसको प्रचार हुन्छ अनि हामीले लगेर होटललाई दिन्छौँ अनि होटलमा त्यो चलाउँछ मिठो लाग्छ त्यो मिठो लगाइसकेपछि के हुन्छ तपाईँको किरानामा पछि गएर किरानामा झ्याप्प जान्छ किरानाले सिधै होटलमा अब होटलले हामीसँग लिने होइन किरानामा जाने भयो नि त त्यो हुन्छ त्यो गर्दा नि प्रोडक्ट पनि एउटा कस्तो तरिकाले गयो भने त्यो लेभलले एउटा हामीले विज्ञापन गरिदियौँ तर हामीले कति विज्ञापन गऱ्यौँ त्यो अनुसारको हामीलाई 200-400 रुपियाँ होला तर त्यो प्रोडक्टलाई मन पर्यो भने भोलि त्यो किन्नेहरू त कम्पनीमै छिर्ने जाने भयो कम्पनीमै जाने भयो पसलमा जाने भयो किरानामा जाने भयो होइन जाने भयो नि त हामीले एउटा विज्ञापन गर्ने व्यक्ति जस्तो भयो त्यस्तै यो परमेश्वरको पनि हामी सुसमाचार सुनाउँदै जान्छौँ व्यक्तिहरू परमेश्वरको निम्ति ल्याउँछौँ किन ल्याउँछौँ त उनीहरूलाई नरकको कुण्डदेखि बचाउन ल्याउँछौँ आगोको कुण्डमा त जाऊ भनेर बचाउन ल्याउँछौँ स्वर्ग राज्य जाऊ भनेर पापको क्षमा पाउँछौ मुक्ति पाउँछौ अनन्त जीवन पाउँछौ भनेर हामीले ल्याउँछौँ ल्याइसकेपछि समस्या छ बिरामी छ रोगी छ अब मण्डलीमा उसको काम परिरहेछ ऊ चाहिँ भेलामा आएन भनेर उसलाई चाहिँ मलाई भेलामा आउँदैन उसलाई के मलाई गरेर बस्छ जे मनलाई त्यही काम गरेर बस्छ खालि पैसा मात्रै खोज्छ मलाई जति गरे पनि त्यस्तै हुन्छ उताबाट पनि भन्दै आऊ उसलाई पनि पैसा पठाइदिए हो भनेर यस्तो तरिकाले हामीले भन्छौँ नि त्यो कदापि नराम्रो कुरा हो कि यो भन्नु नै गलत हो परमेश्वरले कहिले पनि यो कुराहरू गर्नुहुन्न अवस्था कस्तो छ के कारणले अवस्था त्यस्तो भयो उसले कहाँ के गरिरहेछ त्यो कुरो त मण्डलीमा भेला हुने ठाउँमा आएर बसेर कुरा गरिन्छ नि त होइन जस्तो डिस्कस गऱ्यो भने पनि आएर कुरा गरिन्छ नि त यस्तो हो यस्तो हो तपाईँ हामी यस्तो छ यस्तो भयो यो कारणले यस्तो भयो भनेर हामी गएर चाहिँ अझै प्रार्थना गर्ने हो कि ठुलो हतियार त प्रार्थना छ नि त प्रभुको प्रार्थनाको गर्ने हो कि त्यहाँ होइन अब त्यहाँ चाहिँ के गर्ने हो कि त्यो चाहिँ एउटा प्रभुले चाहिँ अब त्यो चाहिँ उहाँले चाहिँ एउटा अगुवा चाहिँ तैँबाट हुन्छ अनि त्यो भेडाहरूलाई खुवाउ भनेकै त्यही हो हामीले हेरचाह पनि गर्नुपर्छ हामीले भौतिक कुरा पनि हेरचाह गर्नु जस्तो अब होइन कोही मान्छेहरू अब घर टन्नै सम्पत्ति भएका पनि परमेश्वरका सन्तानहरू हुनुहुन्छ हजुर उहाँहरूले आफू त यस आराम गर्नुहुन्छ उहाँले त खानुहुन्छ होइन उहाँसित त छ प्रशस्त छ तर प्रशस्त भएको सबै त दिनुपर्छ भन्ने त होइन ठिक छ नदिउँ त तर केही मात्रामा ती गरिबहरू अब जो खाना पाएका छैनन् कोही अब यही विश्वासीहरू पनि कतिको घर बेबाटार नै कस्तो गाह्रो भइरहेको छ रोजगारी छैनन् अनि त्यस्तो अवस्था पनि भइरहेको हुन्छ विश्वासीहरूलाई अनि ती विश्वासीहरूलाई पनि ती भाइहरूले पनि हेर्नु त पर्ने थियो नि होइन ती भाइहरूले ती दाइहरू भनौँ दाइहरूले हेर्नु पर्ने थियो अनि त्यो सम्पत्ति सबै दिने त परमेश्वर हुनुहुन्छ
अनि त्यो परमेश्वरले सम्पत्ति दिएको त केलाई त मरेर त सबै सम्पत्ति त कसो कुनै दाजुभाइले त लाँदैन त्यो सम्पत्ति पृथ्वीमै छोडेर जाने हो अनि एउटा कुरो के बुझिरहनु भने प्रभुले जबसम्म चाहनुहुन्छ यस पृथ्वीमा राख्नलाई त्यही दिनसम्म त बस्ने हो त्यो मान्छे त्यसले घमण्ड किन गर्नु मैले घमण्ड तपाईँले हामीले घमण्ड किन गर्नु पर्थ्यो र जब उसित सम्पत्ति छ त्यो सम्पत्ति जो खान नपाएका मान्छेहरूलाई ठिक छ सबै त दिन नसक्ला ठिक छ जम्मा गरेर राखोस् आफ्नो ठाउँमा तर केही कुराहरू खानलाई कोही विश्वासीहरूसित धेरै गाह्रो अवस्था हुन्छ त्यो विश्वासीलाई दिनलाई कोही यस्तो बेरोजगारी हुन्छ त्यो विश्वासीलाई यसो रोजगारी दिने काम कतै भए नत्र भने एउटा घाँस कपासको कुरो त हुन्छ नि होइन त्यति कुरो मात्रै भए पनि त प्रभुको आशिष त खाने मान्छेले त पाउँदैन नि दिने मान्छेले त पाउँछ जो मान्छेको मुठी खुल्ला गर्छ उसले त पाउँछ उसले पाउँछ गरिब खान नपाउने निमुखा आफ्ना दाजुभाइहरूलाई त जुन खुवाउनु पर्ने थियो ती कुराहरूले परमेश्वरको सेवा त गर्नु पर्यो नि परेन खालि अब सेवकाईमा आएन कसरी आएन के कारणले आएनौ तिमी सेवकाईमा आफ्नो भाइसित खबर बुझ्ने अगुवा भएपछि परमेश्वरले नियुक्ति गर्नुभएको अगुवा हो भने मेरो भेडाहरूलाई खुवाऊ भन्न खोजेको कुरा परमेश्वरको वचन त खान्छन् तर भौतिक कुराहरू जब प्रभुले माछा रोटी दिनुभएको थियो ती कुराहरू नि त प्रभुले त उहाँ गोठाला हुनुहुन्थ्यो म गोठालो हो म त भाग्ने खालको तर अहिले चाहिँ भाग्ने खालको गोठाला ती कुराहरू देखेर भाग्ने खालको न यसको अभाव मलाई बताइहाल्छ कि मैले दिनुपर्ने हो कि यसले खान नपाएर चाहिँ मुख न्याउरो बनाएको छ है तर यसले भन्ला म त भाग त्यस्तो खालको गोठाला त प्रभुले त चाहनु भएको गोठाला त होइन होला प्रभु त भाग्नु भएन नि 100 जना मान्छेहरू हुनुहुन्थ्यो उनीहरूको मुख उनीहरूको अवस्था हेरेर उनीहरू भोकाए होला नि तसित रोटी छ ले माछा छ ले भनेर प्रभुले बनाएर सबैलाई खुवाउनु भयो अनि टन्न भए सबैजना अनि त्यसपछि परमेश्वरको आराधना गर्दै उनीहरू गए जब अहिले मण्डलीमा त के हुन्छ भने किन आइनस् के कारणले आइनस् आउनुपर्छ त्यो भन्दा पनि के समस्या थियो कस्तो थियो सन्चो बिसन्चो थिएन अनि के हो परमेश्वरको विषयमा के भइरहेछ कुराकानी अथवा खाना कोठामा के समस्या छ कि के हो कसो हामीसित छ हामीसित सेयर गर्न सकिन्छ नि हामीले त्यो छैन नि छ त अहिले त्यो अवस्था छैन त्यही त म भन्छु यो छैन